पूर्वपक्षका लागि थुनामा पठाउने आदेशसँगै इतिहासमा पहिलोपटक त्यही आदेशमा यस पूर्व पनि उहाँको क्यान्सरको चाहिँ रोग भएको हुनाले क्यान्सर सम्बन्धी अस्पतालमा उपचारको प्रबन्ध मिलाउन पनि आदेशमा भनिएको छ र त्यो अहिले पत्र पनि भित्र तयार हुँदैछ। कहिलेबाट प्रारम्भ हुन्छ? उपचार त अहिले नैबाट प्रारम्भ हुन्छ, अहिले नै हुनुपर्छ, आज हुनुपर्छ र उहाँलाई कारागारमा लगिँदैन, सिधै अस्पताल लगिन्छ। होइन, अदालतको आदेश त्यो छ। अदालतको आदेश त्यो भएको हुनाले अहिले नै उहाँ अस्पतालमै जानका लागि नै त्यहाँ पत्र तयार गर्नका लागि चाहिँ प्रक्रियामा हुनुहुन्छ। मलाई जहाँसम्म लाग्छ यो हुनेछ। थुनामा बस्नु पर्ने छैन कि के छ? यो होइन, यति भनिसकेपछि पूर्वपक्षका लागि थुनामा पठाएकै आदेशमा उपचार गर्न प्रबन्ध मिलाउनु भनिएको छ। पूर्वपक्षमा राखिएको छ भन्ने कुरा बुझ्नु पर्यो। पूर्वपक्षमा नै हो, तर पूर्वपक्षमा भएको अघि मैले भने हिस्ट्रीमा फर्स्ट टाइम यस्तो खालको आदेश भयो जहाँ पूर्वपक्षमा कतिजना हुनुहुन्छ? यो मध्यरात 12 बजे पनि हिस्ट्रीमा फर्स्ट टाइम हो कि के हो आज? यो चाहिँ होइन, यस पूर्व पनि आदेशहरू चाहिँ भएका छन् ढिलो गरिकन, तर ढिलो गरिकन आदेश भए पनि यसरी मिति नै अर्को लागिसकेपछि भएको आदेश चाहिँ मेरो जानकारीमा पहिलो हो। अनि उपचारका लागि त पहिला पनि दिने गरिएको थियो होइन? अहिले यसमा के नयाँ भयो त? अनि थुनछेकको आदेशमा भएको चाहिँ नयाँ थुनछेकको आदेशमा पक्षमा कतिजना हुनुहुन्छ ठ्याक्कै? अघि मैले सबै लिस्ट बताइसकेको छु, कृपया त्यहाँबाट हेरिदिन आग्रह गर्छु। अब अधिवक्ताज्यूहरू जसरी उच्चमा जाने हो भने उच्चको प्रक्रिया कति लाग्ला त? पूर्वपक्षमा कतिजना भन्दा 7 जना है, अघि भन्नुभएको थियो 7 जना, 32 जना जमानत। रविन्द्र मिश्रज्यू र धवल शमशेरज्यू अनि उहाँहरू चाहिँ अहिले अनुपस्थित भनेर लेखिएको हुन्छ अभियोग पत्रमा। अनुपस्थित हो, फरार होइन। फरारको सूची चाहिँ अर्को छ। फरारका सम्बन्धमा र अनुपस्थितका सम्बन्धमा चाहिँ उपस्थित हुँदाका बखत आदेश हुने गरिकन भनेर लेखिएको हुन्छ। अब तपाईले दुर्गा प्रसाईको पक्षबाट वकालत गर्नुभएको अधिवक्ताको नाताले यो आएको फैसलालाई कुन रूपमा लिनु भएको छ? आएको आदेश चाहिँ उच्च अदालतबाट उल्टिन्छ भन्नेमा म पूर्णतः विश्वस्त छु। उल्टाउनका लागि हामी जानेछौँ। भनेपछि यसमा सन्तुष्ट हुनुहुन्न यो आदेशमा? यसमा सन्तोष हुने त एउटा फेरि अर्को महत्त्वपूर्ण सूचना है साथीहरू, मैले अघि सुरुमा चाहिँ भन्नलाई सम्झिनछु। अर्को पनि फेरि ऐतिहासिक छ। त्यो ऐतिहासिक के छ भने दुर्गा प्रसाईज्यूका लागि धेरैवटा मुद्दाहरू लगाइएको थियो, ज्यान मार्ने लगायत थियो हो नि। अहिले प्रारम्भिक रूपमै थुनछेकको आदेशमै ज्यान मार्ने इत्यादि मुद्दा उहाँलाई लाग्ने होइन। उहाँलाई यो आपराधिक उपद्रवहरू लगायतको मात्रै मुद्दाका सम्बन्धमा यो भएको हो। ज्यान मारेको भन्ने कुरा चाहिँ